चन्द्रलोक कसको? उहिलेका कुरा खुलिहाले कोही सुन्दैन, अहिलेका कुरा सबैलाई थाहा छ, सुनाउनै पर्दैन। त्यसैले म कुरा झिक्दैछु 21औं शताब्दीका, जुन बेला चन्द्रलोकको जग्गा वितरण गर्ने बारे संयुक्त मुलुक सङ्घमा दिनहुँ बहस हुन्थ्यो। आकाशमा चिल घुमेझै घुमिरहने टेलिस्टार, घर घरमा चलचित्र झै झर्मलाइरहने टेलिभिजन इत्यादिले गर्दा कहाँ के भइरहेछ, कसले के भने इत्यादि थाहा पाउन कति गाह्रो थिएन। भोजपुरको खबर कान्तिपुरमा आइपुग्न महिना दिन लाग्ने वर्तमान अवस्थाका हामीलाई यो कुरा सुन्दा अचम्म लाग्छ। तर त्यतिखेर हावामा जेटको स्टेसन बनाउने र हावैद्वारा पेटको भोक मार्ने व्यवस्था हुन आँटिसकेको थियो। यो कि हावा बिग्रेको कुरा गर्यो भनी तपाईहरू अकमकिनुहोला, तर वास्तवमा यो हो इतिहासमा नयाँ प्रयोग। इस्वी सन् 1928 को डिसेम्बर महिना थियो। तारिक चाहिँ मैले बिर्से। चन्द्रलोकको जग्गा आवत गर्न जाने भनी धेरैजसो मुलुकका बलिया बाङ्गा नेताहरू जेनेभामा जम्मा भएका थिए। संयुक्त मुलुक सङ्घको सूचना थियो, त्यहीँबाट अन्तर्ग्रहयामी जेटद्वारा सबैले चन्द्रलोक जानुपर्छ। अनि मुनल्यान्ड डिभिजन कमिसन अर्थात् चन्द्रलोक विभाजन आयोगले तयार पारेको नाप नक्सा बमोजिम आफ्नो भागमा आफ्नो झण्डा गाड्नुपर्छ। संयुक्त मुलुक सङ्घको बनोट अहिलेको संयुक्त राष्ट्र सङ्घ जस्तै थियो, तापनि त्यति बेला भिटो पाउने 2 मुलुक मात्र थिए। सङ्घको अफिस थियो भर्खरै आबाद गरिएको सहारा नगरमा, जसलाई भूगोलमा एउटा नयाँ प्रयोग भनिदिए हुन्छ। म 90 पुगी हब्बे न कब्बे भइसकेको थिएँ, तैपनि उडिरहेको टेलिस्टार, जेनेभाको दृश्य सबै रिले गरिरहेको थियो। मेरा नातिनी बुहारीहरू सञ्जयले धृतराष्ट्रलाई महाभारत सुनाए झै झ्यालमा बसेर मलाई बेली बिस्तार लगाउँदै थिए। जेनेभामा साँच्ची एउटा अभूतपूर्व मेला लागेको थियो। नलागोस् पनि किन, हजारौं पटक यही सहरमा 1000 थरी सम्मेलन भए। सहरभरिका घर थर्किए, भुइँ र भित्ता चर्किए। न निरस्त्रीकरण हुन सकेको थियो, न विश्व शान्ति। त्यसैले चन्द्रलोकको यात्रा यहीबाट सुरु हुनलाई जेनेभाले आफ्नो ठूलो गौरव र सफलता सम्झेको थियो। अन्तर्ग्रहयामी जेट 2टा मात्र थिए, एउटा अमेरिकन, एउटा रसियन। हुन त त्यसबेला सबैभन्दा जोदाहा र जुदाहा मुलुक थिए लन्डन र पोकिङ। तैपनि विज्ञानका कुरामा रुस र अमेरिकाको नाम ज्वाज्वल्य छँदै थियो। अहिलेका केनेडी र क्रुश्चेभ झै यति बेला लभलेस र च्याङ्बो नै त्यस्ता व्यक्तिगत थिए, जसको एक झोकामा पृथ्वीको दैनिक गीत बटारिन सक्थ्यो। अन्तर्राष्ट्रिय एकता भन्दा भन्दै अङ्ग्रेजको राज्य फेरि कहिले घाम नस्ताउने स्थितिमा पुगिसकेको थियो। उता पेकिङ भनेको थियो परापूर्वकालमा चीनका राजा चुयानदर लोत्सेले राज्य गरेकाले मुनल्यान्डको नाम चन्द्रलोक रहेको। यसकारण चन्द्रलोकको प्रभुसत्ता चिनिया सन्तानकै हातमा रहनुपर्छ। त्यसैले चन्द्रलोकको प्रशासनका लागि वास्साको एउटा घ्याङमा खडा भइसकेको थियो। गभर्नमेन्ट अफ मुनल्यान्ड क्विनल्यान्ड रिपब्लिक। प्रभुसत्ता आफूले लिए तापनि चन्द्रलोकको जग्गा वितरण गर्न ऊ मन्जुर थियो। चीन भनेर तपाईहरू हाम्रो अहिलेको शान्तिप्रिय छिमेकी राष्ट्रलाई सम्झनु होला नि। उस बेलामा पेकिङेहरू अर्कै किसिमका थिए, बुझ्नु भएन के? बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। यो थियो अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रयोग। यता प्रबन्ध हुँदै थियो, उता अमेरिकन जेट पाइलटले मौका छोप्नु बुद्धिमानी हो भन्न ठान्यो। सायद रुसीले पनि उही सम्झ्यो होला। परस्पर सिङ्गौरी खेल्दा खेल्दै आफै सिङ फुक्लेर ठुटे भएका साँडीहरू रुस र अमेरिका बाहिर नुन खाएका कुखुरा जस्तै अलि झोक्राएका भए तापनि भित्र अनौठा सपना देखिरहन्थे। त्यसैले भाग लाउने भन्दा भन्दै फुत्त बाँदरले लड्डु उडाए झै जेटहरू भुर्र उडिहाले। बितायो बा भन्दै एउटी पेकिङे युवती र एउटी लन्डने युवती हत्त नपत्त एकवटा जेटको पुच्छरमा झुन्डिन पुगे। सायद उनीहरूले मनमा चढ्यो होला, चन्द्रलोकमा पुग्ने बित्तिकै जेट ल्यान्ड गरुन्जेलमै प्यारासुटबाट उत्रेर आफ्नो झण्डा गाडिहाल्नुपर्छ। लन्डने युवतीको चुत्याइ बुझी हत्त नपत्त उसको खुट्टा समाउन पुग्यो थाइल्यान्डको युवक। अनि देख्दा देख्दै पहिलेका पश्चिमाभिमुख देशका प्रतिनिधिहरू पनि ऊ उसको खुट्टामा हत्त नपत्त झुन्डिन पुगिहाले। यता पेकिङे युवतीको खुट्टा पक्रन पुग्यो क्युबाली ठिटो।
त्यसपछि क्रमैसँग पहिलेका पोल्यान्ड, चेकोस्लोभाक, हङ्गेरी र अल्बानिया आदि पनि त्यसै गरी झुन्डिए। फसाद पर्यो पहिलाका तटस्थ हौ भन्नेहरूलाई। उडु आफ्नो जेठ छैन, नउडु मन मान्दैन। तटस्थको केही अस्तित्व भएको बेलामा एउटा न एउटा लोभले मै हुँ भने तटस्थहरू शक्ति गुटको पाउ दाब्न पुग्छन् भने त्यतिखेर त को तटस्थ को अतटस्थ। आखिर उड्न नपाउनेमा परे मुलुक सङ्घका सेक्रेटरी मिस्टर तराङ तुरुङ। म कोठामा पल्टिरहेको थिएँ। मेरी कान्छी नातिनी बुहारी फलानो यो फलानो ऊ भन्दै टेलिस्टार र टेलिभिजनको प्लेटमा मलाई चिनाइरहेकी थिए। टेर्लिनको हाफ प्यान्ट र नाइलनको फ्रक लगाएकी मेरी नातिनी बुहारी गालामा चाउरिएर पनि छाला टिमिक्क परेकी देखिन्थे। सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडोलपनले हामी जोसुकैको आङमा पनि घरिघरि अन्तर्इन्द्रगामी जेट उडाइदिन्थे। हुन त व्यक्तिको यौन स्वतन्त्रतामा हडनाताको पर्खाल लगाउनु उसको व्यक्तिगत मौलिक अधिकार हनन गर्नु हो भन्ने तत्कालीन जागृत समाजको एक मत थियो। तापनि म इन्तको रूढिवादी बुढो भएकाले त्यति प्रगतिशील हुन सकेको थिइनँ। यी सबै भएपछि चन्द्रलोकमा कसैको चाहिँ प्रमुख सत्ता कायम होला त? मैले नातिनी बुहारीसित सोधेँ। म अलि कान नसुने भएकाले माउथ स्पिकरद्वारा उसले विश्लेषण गरी, मेरो विचारमा महायुद्ध पछिको जर्मनी जस्तै तान र खोसाखोस त होला नि। उसको कुरा मलाई पनि ठिकै लाग्यो र पक्क भनिहाल्यो। अब तेस्रो महायुद्धको कारण र क्षेत्र चन्द्रलोक त हुन आउने होइन। तै अहिलेसम्म 17वटा युद्ध भइसके पनि महायुद्ध त हुन सकेकै छैन। कुरा गर्दा गर्दै लामा लामा पुच्छर गाँसेका चङ्गा झै आकाशी रहेका जेठहरू बादल पारी पुग्न लागिसकेका छन्। दुवैतिर चर्काचर्की नारा लागेका थिए। एउटा लाम भन्थ्यो चन्द्रलोक कसको? साम्यवादीको। अर्को लाम भन्थ्यो चन्द्रलोक कसको? समाजवादीको। एउटै लाममा पनि कोही जनवादीको भन्थे त कोही गणवादीको, कोही सुधारवादीको भन्थे त कोही उदारवादीको। अहिलेका सम्पूर्ण नाराहरू मानव पूर्ण जाग्रत भइरहेको थियो चन्द्रलोकका यात्रीहरूमा। यता विश्व मुलुक सङ्घका सेक्रेटरी मिस्टर तराङ तुरुङ टस्ट्रिप काउन्सिलको बैठकमा भन्दै थिए, चन्द्रलोकको संरक्षण मुलुक सङ्घर्ष अन्तर्गत हुनुपर्छ। अफिसका मेज टेबुलहरूमाथि मौन रहेर उनको भनाइमा सहमति जनाउँथे। अरू भन्थे, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। हामी हेर्दै र सुन्दै थियौँ। घुमिरहेको टेलिस्टारको मद्दतले आफ्नै कोठाको टेलिभिजन र रेडियोमा उसले उसको खुट्टा बलैसँग समातेर तुलुङ्ग झुन्डियो। आकाशी रहेको तातीमा जोस र उत्तेजना बढ्दै गइरहेको थियो। दुईटै जेटहरू आफ्ना मान्छेमय पुच्छर झुन्ड्याएर समान्तर रेखाबाटै उडिरहेका थिए। सम्मुख परेकोले सबभन्दा माथिको पेकिङे युवतीले कानै खाने गरी कराई, चन्द्रलोक कसको? पेकिङको। उसको यो फुर्ती देखेर लन्डनेले युवतीको तालुदेखि पैतालासम्म तातेर आयो। यी यत्रो त हो चाइनाको भनी हत्त नपत्त लोप्पा खुवाउन हात्ती झिक्ती भएकी जेटमा झुन्डिएको लाम खन्द्राम खुन्द्रुम यसरी आफ्नो प्रतिस्पर्धी लाम खन्द्राम खुन्द्रुम भएको देखेर पल्लो जेटमा झुन्डिने पेकिङे युवती लगायत सबैलाई खितितिती हाँसो उठ्यो। हर्षको आवेशमा हाह गर्दै हात ठटाउन खोजेका उनीहरू पनि चर्लाम चुर्लुम पुच्छरमा झुन्डिएका गरौँ तानहरू एक्कासी झ्वाट्ट छुटिँदा जेटहरू हुत्त हुत्तिए। एकअर्काको ड्याङ्ग बजारिन पुगे। त्यसै बेला झिमिक्क के हो झिल्केको थियो टेलिस्टारको बत्ती झ्याप्प निभ्यो। अनि के भयो म भन्न सक्दिनँ। दिमागमा भने अझै त्यो झल्का आउँदैछ। चन्द्रलोक कसको? रसाको। चन्द्रलोक कसको? अमेरिकाको। यो पनि मेरो स्मरण शक्तिको नयाँ प्रयोग त होइन।